यदि साथीहरु तपाईले शुभलक्ष्मी कोषमा चाहिँ एसआईपी गर्नुभएको थियो भने आजको भिडियो अन्तर्गत रहेर भने यदि तपाई विदेशमा हुनुहुन्छ अर्थात तपाई नेपालमै हुनुहुन्छ भने पनि तपाईले शुभलक्ष्मी कोषको इन्स्टलमेन्ट चाहिँ तपाईले कसरी पेमेन्ट गर्ने भन्ने बारेमा तपाईलाई आजको भिडियो अन्तर्गत रहेर प्रोपर जानकारी दिनेछु। यदि तपाई पनि आजको टपिक बारे इन्ट्रेस्टेड हुनुहुन्छ भने भिडियोलाई स्किप नगरी अन्तिमसम्म हेर्नु होला र भिडियोलाई सुरु गर्नुभन्दा पहिले एक लाइक गर्न भने नबिर्सनु होला। सबैभन्दा पहिले तपाईले सर्च बारमा टाइप गर्नु होला SLKSIP भनेर टाइप गरेर सर्च गर्नु होला। यति गरिसकेपछि सबैभन्दा पहिले यहाँ देख्न सक्नुहुन्छ एलएस क्यापिटल लिमिटेड को वेबसाइट सिम्पली यसमा टच गर्नु होला। त्यसपछि तपाईले दुई तरिकाबाट पेमेन्ट गर्न सक्नुहुन्छ। लगइन गरेर पनि पेमेन्ट गर्न सक्नुहुन्छ भने तपाईले विथआउट लगइन अर्थात तपाईले लगइन नगरी पनि तपाईले पेमेन्ट गर्न सक्नुहुन्छ र सबैभन्दा पहिला चाहिँ म तपाईलाई लगइन नगरी कसरी पेमेन्ट गर्ने भन्ने बारेमा सिकाउँदै छु। त्यसको लागि भने तपाई यहाँ देख्न सक्नुहुन्छ एसआईपी पेमेन्ट सिम्पली यसमा टच गरिदिनु होला। यसमा टच गरिसकेपछि तपाईले सबैभन्दा पहिला यहाँ भनेको छ सिलेक्ट डीपी भनेको छ, यसमा टच गरेर तपाईको कुन क्यापिटल हो त त्यो सिलेक्ट गर्नु होला। मैले यसरी सिलेक्ट गरे। त्यसपछि 8 डिजिट बीओआईडी भनेको छ, तपाईले बीओआईडी नम्बर राख्दिनु होला। म राख्छु। त्यसपछि तपाईले बीओआईडी नम्बर राखिसकेपछि इन्टर गरिदिनु होला। इन्टर गरिसकेपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ तपाईको नाम, त्यसपछि मोबाइल नम्बर, त्यसपछि कन्ट्याक्ट नम्बर भनेको छ त्यो पनि दुईवटै देख्न सक्नुहुनेछ। त्यसपछि तपाईले अलिकति स्क्रोल डाउन गर्नु होला। तपाईले पेमेन्ट गर्नुपर्ने अमाउन्ट यहाँ देख्न सक्नुहुन्छ अर्थात डिपोजिट गर्नुपर्ने र तपाईले यहाँ देख्न सक्नुहुन्छ इन्स्टलमेन्ट नम्बर भनेको छ, तपाईले यो कतिौं पटक चाहिँ डिपोजिट गर्दै हुनुहुन्छ त्यो यहाँ देख्न सक्नुहुन्छ। त्यसपछि तपाईले यहाँ चाहिँ यसलाई टिकमा लगाइदिनु होला। त्यसपछि अलिकति स्क्रोल डाउन गर्नु होला र त्यसपछि प्रोसेस फर पेमेन्ट भनेको छ, सिम्पली यसमा टच गर्नुभयो भने तपाईले यहाँबाट पेमेन्ट गर्न सक्नुहुनेछ। यो भन्दा अगाडिको प्रोसेसहरु बताउनु भन्दा अगाडि चाहिँ म तपाईलाई लगइन गरेर चाहिँ तपाईले कसरी पेमेन्ट गर्ने भन्ने बारेमा सिकाउँदै छु। त्यसको लागि हामी लगइन गर्छौं आफ्नो आईडी र पासवर्ड राखेर। लगइनमा गएर मैले आफ्नो आईडी र पासवर्ड राखेर लगइनमा टच गरे। सो यसरी तपाईले आफ्नो आईडी र पासवर्ड राखेर लगइन गरिसकेपछि तपाई जानु होला। यहाँ भनेको छ एसआईपी भनेको छ, सिम्पली यसमा टच गर्नु होला। त्यसपछि एसआईपी पेमेन्टमा जानु होला। त्यसपछि तपाईले यहाँ लोड भनेर देख्न सक्नुहुन्छ, लोडमा टच गर्नु होला। लोडमा टच गरिसकेपछि फेरि अलिकति स्क्रोल डाउन गरौँ। त्यसपछि तपाईले अघि देखिए जस्तै यहाँ चाहिँ अमाउन्ट, त्यसपछि इन्स्टलमेन्ट चाहिँ कति पटक हो त त्यो देख्न सक्नुहुनेछ। त्यसपछि तपाईले यहाँ सिधै टिकमा लगाइदिनु होला। त्यसपछि प्रोसेस फर पेमेन्ट भनेको छ, सिम्पली यसमा टच गरिदिउँ। त्यसपछि हामीले लगइन नगरीको स्टेप र अहिले लगइन गरिसकेपछिको स्टेप हामी सेम स्टेपमा छौं। त्यसपछि तपाईले पेमेन्ट गर्ने कुनबाट चाहिँ तपाई पेमेन्ट गर्न चाहनुहुन्छ, सेवा खल्ती र कनेक्ट आईपीएस तपाईसँग जुन छ त्यहीबाट गर्नु होला। म चाहिँ कनेक्ट आईपीएस मा टच गरे। यहाँ मैले युजर नेम राख्छु र यहाँ नजिक भएको क्याप्चालाई जस्ताको जस्तै यहाँ राख्दिन्छु। यदि तपाईले यहाँ भएको क्याप्चालाई बुझ्नु भएन भने तपाईले यहाँ टच गर्नुभयो भने अथवा क्लिक गर्नुभयो भने चेन्ज हुन्छ। यहाँ नजिक तपाईले जुन बुझ्नुहुन्छ त्यो चाहिँ राख्दा हुन्छ। त्यसमा राखेर मैले साइन इन टच गरे। त्यसपछि तपाईले फेरि यस्तो इन्टरफेस देख्न सक्नुहुन्छ। फेरि पासवर्ड राख्नु भनेको छ, पासवर्ड राख्नु। त्यसपछि तपाईले यहाँ साइन इन भनेको छ, साइन इनमा टच गरिदिनु होला आफ्नो आईडी र पासवर्ड राखेर। त्यसपछि हामी यो स्टेपमा छौं। यो स्टेपमा गइसकेपछि फेरि अलिकति स्क्रोल डाउन गरौँ। त्यसपछि यहाँ भनेको छ सिलेक्ट अकाउन्ट भनेको छ, तपाईले यहाँ टच गरेर तपाई कुन अकाउन्टबाट पेमेन्ट गर्न चाहनुहुन्छ त्यो एउटा सिलेक्ट गर्नु होला। मैले सिलेक्ट गरे। त्यसपछि सबमिटमा टच गर्नु होला। सबमिटमा टच गरिसकेपछि तपाईको मोबाइलमा चाहिँ फेरि ओटीपी कोड आउँछ, त्यो ओटीपी कोडलाई जस्तै राख्दिनु होला। यसरी तपाईको मोबाइलमा आएको ओटीपी लाई राखिसकेपछि सबमिट गरिदिनु होला। सबमिट गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ ट्रान्ज्याक्सन सक्सेसफुल भनेको छ। आजको भिडियो साथीहरु तपाईलाई कस्तो लाग्यो, भिडियो मन परेको छ भने लाइक गरिदिनु होला, शेयर गरिदिनु होला, सब्स्क्राइब गर्नु भएको छैन भने यो पुरा युट्युब च्यानललाई सब्स्क्राइब गर्न भने नबिर्सनु होला। यदि तपाई पर्सनल रूपमा जोडिन चाहनुहुन्छ भने मैले इन्स्टाग्रामको लिंक भिडियोको डिस्क्रिप्सनमा राखिदिएको छु। त्यो लिंकमा क्लिक गरेर तपाई जोडिन सक्नुहुनेछ र आगामी दिनहरुमा तपाईलाई यस्तै काम लाग्ने भिडियोको साथमा उपस्थित हुने बाचा गर्दै आजको भिडियोबाट छुटिन्छु। हस्त बाइ बाइ।